हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल है। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि फेरि नयाँ फनी भिडियो लिएर आएको छु। हाम्रो महावीर पुन, हाम्रो वैज्ञानिक हैन, महावीरको फनी भिडियोहरुमा चाहिँ रियाक्सन दिनलाई जाँदैछौँ। सबैजनाले हेरेर साथ दिनु होला है त। सही कुरो के गर्ने पहिला अब चार्ज दिनु गर्न चाहनेहरु आउनुहोस्। प्रश्न छ भने सिम्पल मान्छे के भोट दिन मलाई भोट दिनुहोस्। तबाट पनि अलग व्यक्तित्व हुन्छ नदिए नि हुन्छ। पुरानो 30 वर्ष नचलेको कारखाना, सडेको गएको कवाडी कारखाना पहाडको किसानहरुको लागि, मधेसको किसानहरुको लागि चाहिने कृषिको औजारहरु बनाउँदै छ। हाम्रै किसान दाजुभाइहरुको लागि काम गर्दै छ। आफ्नो किताब बेचेर अनि त्यही किताब बेच्नलाई पनि रिस उठ्ने मान्छेहरु छ भने यही कालीगण्डकी नजिक छ, त्यही हाम फालेर मर्यो। भिडियोहरु आउँछ, फेसबुकतिर भिडियो आउँछ, कडा भिडियोमा देख्नै भयो होला। म कहिले कहिले बौलाउँछु। यस्तो गर्नु जाऊ चुनाव दिएको छ, त्रिशूल दिएको छ, यहाँ पर्दा बाँडिदिन्छन्। त्रिशूल भन्छ के हो? त्रिशूलले त्रिभुज, त्रिशूलले त्रिभुज। गाह्रो छ, बुढालाई गाह्रो छ। नमस्कार नमस्कार। भोट दिनेहरूलाई नमस्कार। भोट माग्नेले नमस्कार गर्नुपर्छ भने सिकाएको कसले सिकायो यार यस्तो यार? तत्तेरी गजब यार। नेपालको अर्थतन्त्र सुध्रिन्छ अनि विदेश जानु पर्दैन हैन। त्यो रातारात हुने कुरो भएन ल, होइन त? रातारात त महादेवले पनि गर्न सक्दैन होला। पारिपट्टिको त्यो हलको डाँडो जुन छ, यो डाँडोहरू छ, यो सबै नेपालको सम्पत्ति हो। नेपालको सम्पत्ति भने पनि नेपालको घाँडो हुने मलाई चाहिँ धोकेबाज, गौडा, मन्त्रीको जेनजीलाई धोका दिएको भने एकजना भाइले मैले फेसबुकमा लेखेको देखेँ, महावीरको महा पनि हट्यो, वीर पनि हट्यो। त्यो को मान्छे हो त्यसैले भाइ बहिनीहरु भन्छु है, कोही एउटा दुईटा दाइहरु मरेको भए माफ गर्नु होला। दाइ दिदी हुनलाई त 71 वर्ष नआएको हुनु पर्यो। 73 हुनुभयो, एउटा दाइ। अरु एकजना दाइ र सम्पूर्ण भाइ बहिनीहरुलाई त्यो रमाइलो मान्छे छ। भगवान हो र? भगवानलाई रिस उठ्छ, शिवजीलाई रिस उठ्यो भने कति साह्रो रिसाउँछन् शिवजी। कहाँ चाहिँ आफ्नो होइन के अरे सतीदेवी के अरे को लास बोकेर संसार घुम्छन्। मन त त्यस्तो घुमेन छैन, किताब बोकेर घुम्छन्। कसरी जाने के छ अब गाउँघरमा? अब गाउँमा जाने, चुनाव प्रचार गर्ने, अब भोट माग्ने, दिन्छन् नदिए दिँदैनन्। अब 1 महिना अब यसरी डुल्ने। मेरो खराब पानी छ, मेरो खराब। र भाइ बहिनीहरूलाई चाहिँ एकदम नमस्कार छ। नमस्कार। चुनावमा के चलन हुन्छ भने अरू बेला चाहिँ नेतालाई नमस्कार गर्नुपर्छ, अनि चुनावमा चाहिँ नेताले चाहिँ जनतालाई नमस्कार गर्नुपर्छ। 71 वर्ष पुगेर 72 वर्षमा लागेको मान्छे छिटै छु अहिलेसम्म। युवा मान्छे सुन्नु भने
म आफैले थाहा हुन्न अब डुल्ने हो त्यहाँ गयो त्यहाँ घन्टा बस्यो त्यहाँ गयो त्यहाँ घन्टा बस्यो त्यहाँ गयो दिनदिनै त्यसरी डुल्ने हो अब मैले कसैलाई भोट दिन्छौ कि दिन्न भनेर सोध्दिनँ मन लाग्यो देऊ भन्ने हो होइन अब कसरी कस्तो चलिरहेको छ भन्ने एकदम स्वच्छ धारणा गएपछि के गर्छु त म्याग्दी जिल्लालाई के गरिदिनुहुन्छ भनेर सोध्छन् अब बाटो मान्छेले सोध्छन् अब अलि लाटो मान्छेले मन मनै के गर्ला यो मान्छेले म्याग्दीलाई भनेर मन मनै सोध्छन् क्या पैसामा बिकेर पैसामा नबिग्नुहोस् 2-4 हजार 5-7 हजार 8-10 हजारमा बिक्नु भयो भने त्यो चाहिँ सोझै नर्कमा जान्छ सोझै नर्कमा जान्छ त्यस्तो धेरै तामझाम केही देखिँदैन मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ हजुरमा यति धेरै सरलपन छ यो के कारणले गर्दा होला मन नपरेको मान्छेलाई भोट दिने होइन क्या मन परेको मान्छेलाई भोट दिने हो अब म मन पर्ने छु कि छैन अब मन पर्यो भने भोट दिने हो भोट दिने भनेको मन पर्नेलाई मन पर्ने भनेको एकदम राम्रो हिरो जस्तो लाग्छ आफ्नो गाउँमा अलि रमाइलो त भयो होला नि अब तपाईँले भन्नुभयो नेता भएर आउनु भएको छ भने म त नेता हुँदै होइन क्या मान्यन के नेपालको संविधानले त तपाईँलाई त मान्य भन्छ नेतै भन्छ त भने त्यो भन्नेले भन्छ म चाहिँ आफूले नमानेपछि त्यो राजै भनौँ न म जसले जे भने के भयो त बालै छैन नि आफूले नमान्ने अफर आए पनि जाँदै जाँदैन हो कि होइन अनि पुरानो राजनीतिक दलहरू भनेको कस्तो भने कुकुरको पुछड जस्तो ढुङ्ग्रोमा हालेको कहिले नि नसोध्ने कस्तो उठेर गरिरहेको छु मन्त्री जस्तो गाह्रो चाहिँ केही हुने रहेछ अहिले म अस्ति त्यहाँबाट मन्त्रीबाट छोडेर यहाँ बाहिर हिँडेछु कति आनन्द आयो जनतालाई फाइदा हुने काम गर्छु भन्दै पनि कुनै पार्टीले कुनै नेताले यसको विरोध गर्यो भने मेरो नाम जाँदैन जसले विरोध गर्छ त्यसैको नाम सरकारले नि आफैले चाहिँ यो कारखाना चलाइदिनु पर्यो मर्मत गरिदिनु पर्यो भन्यो पैसा हामीले दिन्छु भन्यो आखिरमा ढाँट्यो नराम्रोसँग ढाँट्यो त्यो ढाँटेर मलाई स्वाद दिन्छु भनेको थियो मैले झन् उल्टो सरकारलाई स्वाद दिने समय एकदम फुर्सद हुन्छ म त घरिघरि यो डाँडा सरल धेरैचोटि आउँछु र कडा जवाब धेरै आएको धेरै खान दिनु पर्यो भन्नु नरिसाउनु म पनि युवा हो म बुढोलाई चाहिँ म के अरे म उमेरले 71 वर्ष पुग्यो भने म पनि 30 वर्षभन्दा कम छैन म पनि युवा हो किताब बेचेर राजनीति खेलेको मान्छे त हजुर मात्रै होला किताब बेचेर राजनीति खेलेको होइन क्या तपाईँले उही राजनीतिसँग जोड्नुहुन्छ किताब बेचेर कारखाना चलाउन खोजेको हो कारखाना चलाउने काम पनि राजनीति हो र यस्तो क्वेसन किताब बेचेर कारखाना चलाउन खोजिरहेको छ अब राजनीति गर्न खोज्छु भन्ने त्यस्तो भन्ने हो या किताब बेचेर पैसा जम्मा गरेर चुनावमा लडेको भए पो एउटा कुरा हुन्छ त किताब बेचेर राजनीति खेला महावीर पनि साह्रै जान्ने मान्छेले साह्रै जान्ने मान्छेले तपाईँहरूलाई अहिले यो कति बज्यो यार यहाँ मैले नि हेर्नु पर्यो 9:30 यहाँ दुःख दिने अहिले सुतेको भए एक निद्रा नि पुरा पुगिसक्छ जनतालाई फाइदा हुने काम गर्ने हो जनतालाई फाइदा हुने काम गरेपछि जहाँ गए नि खाना दिइहाल्छन् बस्न दिइहाल्छन् अनि जहाँ गयो जे खाना दिन्छन् खाने हो जहाँ सुताउँछन् त्यही सुत्ने हो यो अन्त सोच्छ सरलता आएको छु एक गाडी किताब पनि बेच्ने चुनाव चाहिँ अभियान पनि गर्ने दुईटै काम बिजनेस एकैचोटि दुईटा बिजनेस भनौँ न
ल दाजुभाइ दुईटा दिदीबहिनीहरू, खाइदियो दुई महावीर ठाउँमा पुन। एकैचोटि के दुईटा गर्ने जिन्दगीमा मर्नु सकिएन कस्तो राम्रो छ। अहिलेसम्म त एमालेलाई भोट हाल्ने थियो कि अब सर्व अब घन्टा भन्ने होइन बहिनी। मुखमा नै भन्ने हुन्छ। पार्टीमा नलाए पनि मेरो पार्टी हुन्छ। कस्तो पार्टी हुन्छ भने युवाहरूको पार्टी हुन्छ है। ठिक छ म त बुढाहरूसँग त मिल्दैन, पटक्कै मिल्दैन बुढाहरूसँग। आफ्नै धारणा बोकेर निने मान्छे म कहाँ अरूलेसँग गर्दैन है, मिलाइदिन्छ तपाईँहरूलाई मन पर्दैन भने नदेऊ। म स्वतन्त्रबाट उठेको छु, कुनै राजनीति पार्टी सभाबाट उठेको छैन। किन स्वतन्त्रबाट उठ्यो? बुद्धि नहुने यो लिनाले किन स्वतन्त्रबाट उठ्यो पनि भन्छ मान्छेहरू। बनाऊ बनाऊ किन नबनाऊ म किन बारम्बार आइरहन्छु भने मेरो केही काम छैन। हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन। जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु। त्यो चान्स चाहिँ 1% छ भनेको 1%। नमस्कार नमस्कार। ल आयो। आयो महावीर पुन आयो चुनावमा। म्याग्दीको लागि के गर्न सक्नुहुन्छ भन्छन्। म म्याग्दीको मात्रै मान्छे होइन क्या, नेपालभरिको मान्छे हो। यस वाह भेरी नाइस क्या चिलमा बसिरहेछ दाजुभाइ मजाले चिलमा मायासँग त्यहाँ नउठ्यो भनेको सिंहदरबारमा पनि तपाईँमा चाहिँ नहुनु पारेको त नआएको अनि अब चुनाव जितेर अब फेरि चुनाव जितेर मात्रै नहुने हो। कडा कडा रमाइलो पनि गर्छ कतिखेर बाहिरको बाटोमा धुलो उडाउँदै गोडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै जय हो जय हो एकदम मजा आयो है हेरेर। अनि एकदम एकदम सरलता होइन, आफ्नै हुन्छ नि मनमा केही पनि छैन, के हुन्छ नि भनौँ न कसैलाई हेप्ने चेप्ने भन्ने कुरा छँदै छैन क्या। पुरा आफ्नै सोच बोकेर हिँड्ने मान्छे है। उहाँको सोचलाई मान्नै पर्छ हामीले। उहाँले अनि जितिसक्यो पनि म्याग्दीका जनताहरूको लागि खुसीको खबरहरू आउँदैछ होइन। देशले नयाँ मुहारहरू फेर्दैछन्। सो एकदमै रमाइलो लाग्यो, एकदमै मजा आयो। सो यस्तै भिडियोहरू हेर्न मन पराउनुहुन्छ भने मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाई बाई।